नमस्ते, म तपाईँहरूकै कोरियन भाषा प्रशिक्षक अश्विन सापकोटा, अभान्ते कोरियन भाषा केन्द्र गङ्गोबु काठमाडौँबाट। अहिले इपिएस शाखाले जुन मेनु तथा एग्रीको स्किल टेस्ट सम्बन्धित केही नोटिस हालेको छ, जसमा हामीले अघिल्ला वर्षहरूमा स्किल टेस्ट तयारी गर्दा हरेक इन्स्टिट्युटले अथवा संस्थाले एउटा बुक उपलब्ध गराउँथ्यो, जुन भित्रको पढ्यो भने चाहिँ लगभग पुग्ने हुन्थ्यो। तर इपिएस शाखाले चाहिँ अहिले सुरक्षा सम्बन्धित प्रश्नहरू भनेर छुट्टै पछि पिडिएफ नै हालेको छ, जुन प्रश्नहरू चाहिँ सोधिने छ भनेर जानकारी पनि गराएको छ। सबैभन्दा पहिला त म तपाईँहरूले त्यो प्रश्नहरू ती इपिएस शाखाले हालेको सुरक्षा सम्बन्धित प्रश्नहरूमध्ये कतिवटा प्रश्न पढ्नुपर्ने र त्यो प्रश्न कतिवटा सोध्ने र त्यो सोधेको प्रश्नको मार्क्स कति आउने भन्ने सम्बन्धी जानकारी गराउँछु। प्रश्नहरू चित्र र प्रश्न जुन पढ्नुपर्ने प्रश्न र चित्र हेरेर भन्नुपर्ने खालको जुन नोटिसमा हालेको छ, चित्रको बारेमा म पछि छुट्टै भिडियो बनाउँछु। अहिले चाहिँ हामी सुरक्षित साधनको प्रयोग काम गर्नुभन्दा अगाडि छागपजङ, जुन छागपजन काम गर्नुभन्दा अगाडि छागपचुङ भनेको काम गर्दा अथवा छागप हाल्ते अथवा छागप हु काम गरिसके पछाडि भनेर तीनवटा छुट्टा छुट्टै गरेर प्रश्नहरू हालेको छ। यो हालेको प्रश्नहरूमध्ये हामीलाई आउने भनेको 50मा पहिलाको खालको बुकभित्रको सामान्य छागिसकेमा सोधिने प्रश्न, कोरिया गएपछि के गर्छस् अथवा कोरिया किन जानु मन छ, काम व्यस्त भयो भने के गर्ने, अथवा साथीलाई चोट लाग्यो भने के गर्ने, फुल्याङ खुमी मानि सेङ्गिमेन अतोखे हाल कयो जस्ता प्रश्नहरू तिन पहिला पनि सोधिन्थ्यो। रुचि के हो, कुन कलर मनपर्छ, त्यस्ता प्रश्नहरूबाट आउने भन्दा यसबाट आउने चाहिँ 10 मार्क्स जुन 50मा यसमा यस्ता खालका प्रश्न दुईटा सोधिने छ भनेर जानकारी गराएको छ। अब कसैलाई धेरै पनि सोध्नु सक्यो र त्यसबाट तपाईँलाई चाहिँ 10 मार्क्स आउने हो यस्ता प्रश्नहरू। प्रश्नको प्रकार चाहिँ 3 किसिमको छ। एउटा काम गर्नुभन्दा पहिला, काम गरिसके पछाडि र काम गर्ने क्रममा। त्यो मध्येको यहाँनिर हेरौँ ल। छागप जन भनेको काम गर्नुभन्दा पहिला, छागप भनेको पेसा अथवा काम, छन भनेको चाहिँ छनेबाट आएको। काम गर्नुभन्दा पहिलाको आन्जन भनेको सुरक्षा, फोगन भनेको स्वास्थ्य, फोगन खङ्गाङ भन्यो भने स्वास्थ्य, सुरक्षा तथा स्वास्थ्य अथवा स्वास्थ्य सुरक्षा, छिल भनेको प्रश्न, अनि ए भनेको को, छिरे गर्दाखेरि प्रश्नको उङदाप, छङदाप, थेदाप, थाप्पेन जे भने पनि के भयो त उत्तर। यो त अब तपाईँहरू कोरियन भाषामा 39-40 लिइसक्नु भएको मान्छेलाई मैले धेरै मिनिङ थप्नु पर्दैन, किनकि उसले यही हालेको भएर यसकै बारेमा हामी पढौँ ल। छुजे भनेको शीर्षक, जुन शीर्षक के छ भन्दा शीर्षक नम्बर 1, धेरै प्रश्नहरू छ, पढ्दै जान्छौँ। फुहोगु छाग्युङ, जुन सुरक्षित साधनहरूको छाग्युङ भनेको प्रयोग अथवा लगाउने। काम गर्नुभन्दा पहिला, जस्तै अब हामी माथि अग्लो स्थानमा काम गर्दैछौँ भने आन्जान्दे लाउनु पर्यो, सुरक्षित पेटी, अथवा कहीँ भुइँमा खुट्टा च्यापिएला अथवा सामान खसेर लाग्ला भन्नु आन्जन वा लाउनु पर्यो। टाउको सुरक्षित गर्नको लागि जुन अब टाउकोमा लाउनुपर्ने सुरक्षाका साधनहरू हुन्छन्, टोपीहरू लाउनु पर्यो हो। ती सबै कुराहरू के लाउने र के का लागि लाइन्छ भन्ने प्रश्नहरू हो। क्वेसन नम्बर 1मा जस्तै एउटा मात्र क्वेसन छैन है। क्वेसन नम्बर 1 त यो छुजे शीर्षक भयो, तर यो शीर्षकभित्र चाहिँ धेरै प्रश्नहरू छ। जस्तै फुहुगुगा मुअसिन्गायो भन्छ, सुरक्षित साधन भनेको के हो रे, यो न उन गायो भन्ने हो क्या ग्रामर चाहिँ। यो पनि प्रश्न गर्दा प्रयोग गरिन्छ। जस्तै पहिला हामीले मुअसियो अथवा मुअसिम्निका, तपाईँले जे पनि सोध्न सक्यो त्यति बेला। इन गायो मै सोध्यो भने त सोधिहाल्यो, होइन भने अरू कुराहरूमा मुअसिम्निका अथवा मोएयो पनि गर्न सक्यो, यस्ता खालको अथवा प्रश्नहरू गर्न सक्छ। फोहोगुगा मुअसिन्गायो, सुरक्षित साधन भनेको के हो, सुरक्षित साधन केलाई भनिन्छ भन्छ। अनि त्यस्तै फोहोगु एनुन अत्तन छोङन्युगा इन्नायो, सुरक्षित साधनहरूमध्ये चाहिँ कस्ता प्रकारहरू छन्, के पर्छन्। फोहोगुरुल वे छाग्युङ हे हाल्कायो, सुरक्षित साधनलाई किन प्रयोग गर्नुपर्छ अथवा किन प्रयोग गर्नै पर्ने कारण के हो। मरिरुल फोहोहागी उहे छाग्यो हानुन फोहोगुन मुअसिन्गायो, टाउको सुरक्षित गर्नको लागि प्रयोग गरिने सुरक्षित साधन के हो। नोफुन छाङसो यस, अग्लो स्थानमा छागप्सी काम गर्ने समयमा आन्जन्मो
सुरक्षित टोपी, अग्लो स्थानमा काम गर्दा सुरक्षित टोपी लगाइन्छ जुन मरिरुल फोहो आगि उइहे भनेर। अनि त्यो आन्जन मु वे ए त्यो सुरक्षित टोपी भन्दा बाहेक छाग्योङ हेया हानुन फोहो गुनुन मुह सिन्गायो, त्यो सुरक्षित टोपी भन्दा बाहेक पनि के लाउनु पर्छ अथवा कुन सुरक्षित साधन लाउनु पर्छ। ल सबैभन्दा पहिला चाहिँ यस्ता यस्ता प्रश्न छन् भनेर मैले तपाईँलाई जानकारी गराएको। अब पहिलो प्रश्नको उत्तर हेरौँ अनि दोस्रो प्रश्नको उत्तर हेरौँला कसरी भन्ने कुराहरू म सबै बताउनु नै छु। ल पहिलो प्रश्न छ फोहोगुगा मुह सिन्गायो भनेको छ। ल सुरक्षित साधन भनेको के हो? त्यो प्रश्न यही नै हो, फोहोगुगा मुह सिन्गायो भनेको छ नि। ल यहाँनिर अब त्यही मुह सिन्गायो यहाँ लेखेर बुझे नि भयो। मुह सिन्गायो, फोहोगुगा मुह सिन्गायो, त्यही प्रश्नको उत्तर हो। छागपचुङ सुरक्षित साधन भनेको के हो त भन्ने कुरामा हेरौँ है त। छागपचुङ काम गरिरहेको बेलामा अथवा कामको क्रममा फाल्सेङ हाल्सु इन्नन देखा पर्न सक्ने अथवा आइपर्न सक्ने, जुन हामीले रेगुलर रूपमा काम गरिराखेका हुन्छौँ, काम गर्दा गर्दै देखा पर्न सक्नु। फाल्सेङ आदा भनेको देखा पर्नु, नाथा नादा सेङ्गिदा फाल्सेङ आदा भन्छौँ नि। यसैमा अब सेङ्गिल्सु इन्नन भने नि हुन्छ अथवा अब फाल्सेङ हाल्सु इन्नन यही पढे पनि भयो, याद गर्ने कुरामा चाहिँ यही याद गर्दा नि हुन्छ। फाल्सेङ हाल्सु इन्नन देखा पर्न सक्ने। विहम भनेको खतरा, विहम उरोबुथ भनेको खतराबाट, जोखिमहरूबाट, काम गरिरहेको बेलामा देखा पर्न सक्ने जोखिमहरूबाट छागप जाए काम गर्ने व्यक्ति जुन छिगवन कर्मचारी भनौँ न, छिगवन अथवा खुल्लोजा अथवा नोसा सबै के हो त कर्मचारी। ए को सिन्छेरुल भनेको शरीर, सिन्छे अब हामीले अब यो मिनिङ आउँदैन भने यसलाई हामीले मोम भने नि भयो शरीर। फोहो हागी विहे शरीर सुरक्षा गर्नका लागि छाग्योङ हागना लगाउने अथवा सायोङ हानुन प्रयोग गर्ने छाङ्बी उपकरण नाइना अथवा योङफुम भनेको सामग्री इम्निदा हो। अब सोद्धाखेरि जुन फोहोगुनुन मुह सिन्गायो भनेर सोध्यो भने चाहिँ अब तपाईँले सर के भन्नु पर्यो भन्दा छागपचुङ फाल्सेङ हाल्सु इन्नन विहम उरोबुथ छागपचाए सिन्छेरुल फोहो आगि विहे छाग्योङ हागना सायोङ हानुन छाङबिना योङफुम निम्निदा भनेर सर भनिदिनु भयो भने यसबाट तपाईँलाई मार्क्स आउने भयो। दुईटा प्रश्नको 10 मार्क्स भनेपछि कसैलाई त फ्याट्टै यही सोधियो, पहिलो प्रश्नै सोधियो भने त 5 त सेक्योर भइसक्यो नि त। अहिले फेरि स्किल टेस्ट एकदम कडा हुनेवाला छ। 0.5 ले पनि मान्छे स्किल टेस्टमा फ्यालिन सक्छ, 0.2 ले पनि फ्यालिन सक्छ, 5 नम्बरले फ्यालिन सक्छ, 1-2 नम्बरले फ्यालिन सक्छ। अहिले अब 3500 कोटा हो, पास गराएको छ 6000 माथि। अब 6000 माथि पास गरेर 5055 मान्छे निकाल्यो भने त ठिक छ, 3500 नै निकाल्यो भने त फेरि तपाईँहरूलाई यस्ता प्रश्नको चाहिँ एक्ज्याक्ट डेप्थमा हामीले चाहिँ एन्सर दिनुपर्छ। फोहोगु के हो भन्दा छागपजाए मोमुल फोहो आगि उइहे छागिङ हानुन थौगी हुनिदा मात्रै भन्यो भने त भएन नि त। एन्सर त लगभग आयो तर त्यो डेप्थमा यही नै हो। उसले नै यही प्रकाशन गरिसके पछाडि त उसले नै यही हालिसकेपछि त उसले आश पनि यही प्रश्नको यही उत्तरको गर्छ नि त, त्यो छागिसके लिने मान्छेले अथवा प्रश्न सोध्ने मान्छेले। त्यही भएर मैले बनाएर भन्छु, मिलाएर भन्छु, यस्तो मलाई त्यति आउँछ नि किन पढ्नु पर्यो, पहिले पढेको त हो बुकमा भनेर हुँदैन। यसपालि समय छ, सकिन्छ भने यी सबै प्रश्नको यहाँ जे लेखेको छ त्यही नै याद गर्नुहोस्। ल अब अर्को प्रश्नमा जाउँ। अर्को प्रश्न के थियो भन्दा फोहोगु एनुन अत्तन छोङन्युगा इन्नायो भन्छ। सुरक्षित साधनहरूमा कस्ता प्रकारहरू छन् त? अब सुरक्षित साधनको प्रकार सबै भन्दिने क्या, विस्तारमा सबै भन्दिने। अब फोहोगु